जसै दिले अनि नमस्कार सम्पूर्ण मेरो प्यार प्यार वेलविसहरूलाई म सेलामा र आजभोलि चाहिँ म दुर्पिन गुम्बामा आएको छु र मेरो साथसाथमै हजुरलाई पनि म दर्शन गराउन चाहन्छु। हजुर मेरो भिडियो बनिरहनु होला। दुर्पिन गुम्बाको मेन इन्ट्री यो चाहिँ दुर्पिन गुम्बा हो ल। अहिले चाहिँ यहाँ दुर्पिन गुम्बामा आएको छु र यस्तो रहेछ। तपाईँहरू भिडियोमा दर्शन गर्नुहोस् है ल। यहाँबाट चाहिँ टक्कै हामी अब यहाँबाट दर्शन पनि गरिसक्यौँ भित्र होइन। र अहिले चाहिँ हामी कहाँ छ? अहिले हामी दुर्पिन गुम्बा को बाहिरपट्टि छ होइन। र यहाँ चाहिँ अब यहाँ सोनाम भेक्चिम छ, अञ्जली मगर पनि छ हो। अन्त चाहिँ होस्टेलहरू रहेछ एकदमै राम्रो। होस्टेल रहेछ चाहिँ दुर्पिन गुम्बाको लामालाहरू बस्नुहुने रहेछ। र यहाँबाट चाहिँ फेरि छ नि यस्तो दामी रहेछ। जाँदै जाँदा यहाँ तल चाहिँ फेरि डरलाग्दो ग्राउन्ड रहेछ। फेरि दुर्पिन गुम्बाको मुनि चाहिँ नि यहाँ चाहिँ ग्राउन्ड रहेछ, दामी ग्राउन्ड रहेछ, सबै कुरो खेल्नु सक्ने। र हामी चाहिँ अब यहाँबाट अब दर्शन पनि गरिसक्यौँ होइन। र हामी फेरि ब्याक टु फेरि तल हामी तल फेरि अब बजार निस्किन्छ होइन। बजारबाट जाँदै जाँदै चाहिँ त्यो पनि गऱ्यो। अनि यहाँ पछाडि हामी चाहिँ अब यहाँ फेरि छुतेनको जग्गामा आइपुगेछ। यहाँ चाहिँ धेरै छुतेनहरू रहेछ र तपाईँहरूलाई अब हामी छुतेन देखाउँछौँ। छुतेनहरूमा एकदम दामी दामी है। यो छुतेन चाहिँ अब के हो भनेर भन्दा चाहिँ नि हामीलाई अब यो साधारण भाषामा भन्यो भने चाहिँ नि यो छुतेनको चाहिँ हामीले दर्शन मात्रै गऱ्यो भने पनि हाम्रो मनले गरेको हृदयले गरेको पाप काटिने र यसलाई चाहिँ छुतेन भन्छ है। यो चाहिँ स्तुपा भन्छ इङ्ग्लिसमा चाहिँ ल। यो चाहिँ सोनाम भेक्चिम हो है। अञ्जली से हेलो हेलो। एकदमै राम्रो दृश्य है।